के भनिरह तेरो बहिनी सागरले उडाइसक्यो। म यो के सुन्दैछु? जे सुनिस् सही सुनिस्, तेरो बहिनी सागरले उडाइसक्यो। तर सागरको घरमा गएको मान्छेको मुखबाट सुनेको म। अनि अब तिमीहरू सुन्तलीलाई लिन जान्छौ कि उही राख्छौ? किन जानु पर्यो म त्यसलाई लिन? म त खुसी छु त्यो अर्काको घरमा काम गरेर। अझ होटेलमा काम गरेको भए अझ खुसी हुन्थे। म जाँदिनँ त्यसलाई लिन। तिमीहरूकै इच्छा गर, जानु मन लाग्छ भने जाऊ, जानु मन लाग्छेन भने नजाऊ। सिर्जना, ए सिर्जना, बाहिर आऊ। नानी है त म आधी बाटोसम्म गएर आएँ। बहिनीलाई डाँडै कटाइसकेछ। अब के गर्ने? है अहिले म लाग्छु। रोहन किन हतार गर्छस्? एकछिन त बस न, म यति बढालिसकेर चिया बनाएर ल्याइदिन्छु अनि खाएर चाल। ओइ काम गर्ने केटी, तैँले को केटा लिएर बोल्दैछस्? दिदी ऊ कुनै गलत नियतको केटा होइन, ऊ पनि राम्रै मान्छे हो। मैले बोलाएर यहाँ मलाई भेट्न आएको होइन, सागरलाई भेट्न आएको हो। बमा नभएको टुरी छोरीलाई यतिको समय यातना दिनलाई तिमीहरूलाई अलिकति लाज शरम लाग्दैन? यसलाई कसैले साथ नदिए पनि म दिन्छु। म सिर्जना, तेरो जिद्दीले हो या बहिनीको निर्णयले हो? त्यो सागर भन्नेले आएर बहिनीले लिएर गयो। मलाई माफ गरिदिनुहोस् बुढो। मैले जानी नानीलाई बाँधेर पिटेको त होइन नि, उसकै बानी बेहोराको कारणले त पिटेको हो। अब माफी मागेर के गर्छस्? त्यो केटाले कहाँ लगिसक्यो? सके मारेर पो फ्यालिदिने हो कि अहिले आएर पछुताएर हुन्छ? कतै अलपत्र पारेर रुँदै बसी भनी अब के हुन्छ? आफ्नो बहिनी जस्तो सोच्न सक्दिनस् है त्यो नन्दलाई? मलाई नफर्काउनु न बुढो। हामीले त्यसरी बाँधेको देखेर उसले मन भुलाउनको लागि लगेको पनि त हुनसक्छ नि। एकछिनपछि उसकै घरमा नल्याइदिए तपाईँ उसकै घरमा गएर लिएर आउनु होला। म किन जाने उसको घर? म उसको घर गएँ भने खाना नपाएर आयो भन्ठान्छ। म अरूको घर जानु छैन। त्यस्तो नभन्नु बुढो। उसको घर गयो भन्दामा खानै नपाएर गएको हुँदैन। बहिनी त्यहाँ गएको छ, सोधपुछ गर्न जान त पाइहाल्यो नि। तैँले भनेर हुन्छ? मान्छेको इज्जतको सवाल छ। पटक पटक त्यो बहिनीलाई फर्काएर ल्याउँदा मान्छेले के भन्छ? भयो के भयो बुढो, यहाँ बसेर नपराउनु। बुढो तल नानीलाई भेट्नुहुन्छ कि गएर हेर्नु। तिनीहरू बाटोमै पुग्यो होला, घर त पुगेको छैन अहिले। छोरी मान्छेले लगेको भए आत्तिनु पर्ने थिएन। छोरा मान्छेले लगेको छ, फेरि कतै गएर बिगारिदिन पनि सक्छ। बुढो तपाईँ तुरुन्तै गइहाल्नुहुन्छ। तँलाई थाहा त रहेछ नि
अरूले लगेपछि बिगारिदिन्छ, नराम्रो गर्छ भनेर। ठिक छ, अहिले म जान्छु, तर त्यहाँ जाँदा पनि भेटिनँ भने नराम्रो हुन्छ। ल म गएँ अहिले। सागर हेर्नु उतै लगे पनि हुन्थ्यो, यहाँ घरमा किन आउनु पऱ्यो त्यसलाई? सुन्नुहोस् न, हाम्रो छोरा त घरमै आएन त। एउटा कुरो सुनेको छु कि मैले, त्यो त केटीसँग लागेको छ अरे। होइन, फेरि के कुरा गर्छ यो? बाटोमा कोही दिदीबहिनीसँग भेटघाट भयो होला, कुराकानी भयो होला, फेरि तँले कसले कान फुक्यो? तपाईँले यो कुरो थाहै छैन के? अस्ति छोरा र छोरी घुम्न जाने बेलामा बहिनी चाहिँले घर पठाएर ऊ केटीसँग बसेको थियो। उसको छेउमा यो कुरा भन्नु भयो होइन? होइन, यो विषयमा धेरै गलफती किन गर्नु पऱ्यो र? उमेर पुगेको छोरो हो, कोही केटीसँग गफ गर्यो होला, ऊ आएपछि कुरा गरौँला। ऊ त्यस्तो गल्ती गरिहाल्ने मान्छे त होइन। यदि गरिहालेको रहेछ भने ऊ आएपछि सम्झाउला नि। उमेर पुग्यो भन्दैमा बाटोमा केटीसँग जिस्किएर बस्न त भएन नि बुढो। मैले सम्झाउनु भन्दा छोरा आएपछि तपाईँ आफैले सम्झाउनुहोस्। त्यो केटीसँग गफ लगाएर बस्नुभन्दा बरु त्यो सुन्तलीले ल्याएर आफ्नो घरमा नोकर्नी बनाए भए कति राम्रो हुन्थ्यो। बा त्यही सुन्तलीसँग पो गफ लडाएर बसेको हो कि छोरीले राम्रोसँग नचिना पनि हुनसक्छ। ऊ आउँछ घर अनि उसँग कुरा गरौँला, छोरो आएपछि सल्लाह गरौँला। के सल्लाह गर्नु पर्यो र बुबा? कुरा अर्कै भइसक्यो। होइन छोरी, के भन्छस् त? फेरि तैँले के थाहा पाइस्? कुरा अर्कै छ भन्छ त। आमा, आज राति सपना मैले दाइले बिहे गरेर देखाएको थिएँ। आमाले केटीसँग बसेर देख्ने, तैँले सपनामा बिहे गरेर देख्ने कुरा के हो भने मैले त पुरै बुझ्न सकिनँ त। बुबा, मैले देखाएको सपना त पुरा हुन्छ नि। भएको त छोरी, अब तैँले देखेको सपना पुरा हुन्छ भने झन् राम्रो भयो। दाइको बिहे भयो झन् राम्रो भयो। तैँले भाउजू पाइस्, आमाले बुहारी पाइन्। ल म यो घिरौलाको झाल मिलाएर आउँछु, तिमीहरू जाँदै गर। ल ल ल हुन्छ, हामी जान्छौँ, तपाईँ यति मिलाएर आउनु होला। ल ल। सिर्जना, ए सिर्जना, बाहिर आऊ। नानी है त म आधी बाटोसम्म गएर आएँ। बहिनीलाई डाँडै कटाइसकेछ, अब के गर्ने? भनेपछि डाँडै कटाएछन् होइन? मैले तपाईँलाई उसको घर जानु भनेकै हो। अब उसको घर जानुभन्दा विकल्प अरू केही पनि छैन। जाने भए तिमी र म सँगै जाउँ, म एक्लै जाँदिनँ। आधी बाटोसम्म त मैले दुःख पाएर आएँ नि, अझै कति दुःख पाउने? यति कुरा मान्नु बुढो, म घरमै बसेर फोनमा कतै कतै बुझ्छु। तपाईँ पनि सागरको घर गएर बुझेर आउनु। कस्तो दिक्क बनाउँछौ तिमीले मलाई। तिमी फोन गरेर केटालाई सोध्दै गर, म सागरको घरसम्म पुगेर आउँछु। होइन, यिनीहरू दिदीबहिनी कति मोबाइल मात्रै हेरेर बसेको? गाई भैँसी भोको छ घरमा, जाऊ त एक एक किलो घाँस लिएर आऊ। हस् हुन्छ आमा, जा मिन बहिनी। ल जाऊ एक एक किलो घाँस लिएर आऊ गएर। आमा, छोरा, म त अस्ति मैले जाने छु भन्दै गाँठी एक थप्पड खाएर म त हाम्रो घरमा काम गर्ने सुन्तले पो लिन गएको हो। आमा, काम गर्न ल्याए पनि जे गर्न ल्याए पनि सुन्तले लिएर आए नि। स्याबास छोरा, ल्याउँदैनस् कि भने लिएर आइछस्। ल सुन्तली, अब घाँस दाउरा या त खेतीपाती सबै तेरो जिम्मा है। अब म हाँसेर हिँड्ने हो। अब मलाई तँ आएपछि केही काम गर्नु पर्दैन, मलाई खुसी लागेछ अब। ल सुन्तली, तँ आएपछि साह्रै खुसी लागेछ। तैँले केही पिर नमान, तँलाई लाउन खाना सबै दिन्छु।
हस् हुन्छ आमा, हजुरले केही पिर नमान्नु, सबै घरको काम म आफै गरिहाल्छु। गर्नु पऱ्यो नि, अब तँ आएको खुसियालीमा म त गाउँतिर गएर खुसी बाँडेर आउँछ। अनि सुन्तली, तिमी यो घरमा कामै गरेर भनेर आएकी हो नि? हो बुबा। ए ल ल ठिक छ। काकीले तिमीलाई अस्ति नै काम गरेर ल्याउँछु भनेर भन्दै थिइन्, आज छोराले गएर लिएर आएछ, राम्रो भयो, मलाई धेरै खुसी लाग्यो। ल ल ठिक छ, अब एकछिनपछि काकी आउँछिन्, त्यसपछि काम गरौली। यति गरिसकेपछि त हाम्रो आमा खुसी हुनुहुन्छ होला नि बुवा। काम गर्ने मान्छे घरमा ल्यायो भन्दैमा सबै खुसी हुन्छन् भन्ने त छैन नि छोरो। खुसी हुनु पनि सक्छ, नहुनु पनि सक्छ। अनि तिमीहरू के गरेर बसिरहेको छौ? जाऊ न काममा। हिँड बहिनी, घाँस काट्न जाऊँ। यहाँ कुरा अर्कै छ, तल म पछि भनौँला। सिर्जना, मलाई किन यसरी आफै फोन गरेको? किन हुनु नि गीता, तिमीले एउटा मेरो काम गरिदिनु पर्ने छ। मैले के काम गर्नु पर्यो रे सिर्जना भन् त? तैँले फोन गरेको अनुसार, त आत्ति बोलेको अनुसार त तेरो घरमा ठुलै घटना घटे जस्तो छ। घटना केही पनि होइन, हाम्री घरकी नन्द कहाँ छ भनेर फोन गरेर बुझिदिनु मात्रै पर्यो। ल, मैले कसरी खोजिदिनु? तेरो घरको कुरा तँलाई थाहा नभइकन मलाई थाहा हुन्छ? म त सक्दिनँ यस्तो काम गर्न। त्यस्तो नभन् गीता, तैँले जसरी भए पनि खोजिदिनुपर्छ। आज मेरो बुढा धेरै रिसाउनु भएको छ, मैले फकाइ बुढालाई पनि खोज्नु पठाएकी छु। ए भनेपछि मैले खोजिदिनु पर्यो होइन त? खै के हो? तैँले सुन्तलीलाई नबुझेको हो कि सुन्तलीले तँलाई नबुझेको? नबुझ्नु त त्यो नन्द बनाउँदियो, मैले त बुझेकी नै छु नि। नबुझेको भए त्यसरी यताउति गरेर खोज्न पठाउँथेँ त मैले। तैँले गाह्रो पिर नबानिकन त्यसलाई खोज्दैन गीता। पल्लो गाउँसम्म चाहिँ म बुझिदिन्छु, तर आज गर्नु घर चाहिँ नपर्नु नि फेरि। अहिले म गएँ। गीताले त भेट्दिनँ, तर बुढाले चाहिँ भेटेपछि हाँसी त्यसलाई घरमै लिएर आउनुहुन्छ। सुन्तली, ए सुन्तली, तँ त सागरमा आएर काम पनि गरिसके छैन? हो रोहन, म त काममा लागिसकेँ नि। सुन्तली, तिमी त काम पो गर्दै थियौ त। अनि ऊ चाहिँ को हो नि? काका, ऊ यही गाउँको मेरो साथी हो। हजुरले चिन्नु भएको छैन र? अनि नाम चाहिँ रोहन हो। हो बुबा, मेरो नाम रोहन हो। हजुरको छोरालाई त म राम्रोसँग चिन्छु, हजुरले नचिन्नु भएको मात्रै हो। ए ठिकै छ नि त, अब सबै मान्छेलाई सबैले कहाँ चिन्छन् र? भनेपछि सुन्तलीको साथी रहेछौ है तिमी? हजुर हो बुबा, म सुन्तलीको साथी हो। ए बेलैमा साथी बनाएको रहेछ, ठिकै छ नि त। अनि तिमीहरू दुईजना के कुरा गर्नुपर्ने हो गर न। फेरि काम पनि भित्र गोबर सोबर चोर्नु पर्ने होला, बडार कुडार गर्नुपर्ने होला, त्यो पनि गर्नु। म त भित्र गएँ, फेरि कहिले काकी आएर कराउँछु फेरि नत्र। सुन्तली, तँलाई यो घरमा धेरै काम लगाउन थालेछ है। आफ्नो घरको दुःख सम्झेर भए पनि यो घरमा राम्रोसँग काम गरिस्। हस् हुन्छ रोहन, म त दुःख गरेर हुर्केकी छोरी हौ। यो घरमा दुःख गर्नलाई मलाई केही गाह्रो छैन। ल हुन्छ, अस्ति तँलाई तेरो भाउजूले कुट्दाखेरि सागरले सबैको समाजबाट उठाएर लिएर आएको किन रहेछ भनेको त यो काम गर्नु पो रहेछ त।
र ठिकै छ, राम्रोसँग गरिस् ल है, अहिले म लाग्छु। रोहन किन हतार गर्छस्? एकछिन त बस न, म यति बढालिसकेर चिया बनाएर ल्याइदिन्छु अनि खाएर चाल। ओइ काम गर्ने केटी, तैँले को केटा लिएर बोल्दैछस् हँ? दिदी ऊ कुनै गलत नियतको केटा होइन, ऊ पनि राम्रै मान्छे हो। मैले बोलाएर यहाँ मलाई भेट्न आएको होइन, सागरलाई भेट्न आएको हो। तँ मेरो दाइलाई भेट्न आएको होइन, पहिलो दिनमै काम गर्न आउने केटा बोलाएर बस्ने पक। मेरो आमा बाबालाई भनिदिन्छु। दिदी आमा बुबालाई नभन है। आफूले गल्ती नगरेसम्म कहिले पनि नडराउनु। ल म गएँ। रोहन भाइ, कहाँ गएर आएको तिमी? कहाँ हुनुहुन्छ दाइ? सागर घर गएर आएको। एउटा खुसीको कुरा, सुन्तले अहिले त्यहीँ काम गर्दो रहेछ। त्यहाँ काम गरेर राम्रै भएछ। अनि त्यो काम गर्न कहिलेबाट गएछ त? कति हुनु सञ्जय दाइ? 1 हप्ता जति भयो। म पनि सुन्तले घरमा गएको थिएँ। त्यति बेलामा सुन्तलीको भाउजूले उसलाई पुरै बाँधेर कुटिरहेको थियो। त्यतिकैमा कताबाट सागर आइपुगेर उसलाई यस्तो घरमा राख्नुभन्दा त बरु मेरो घरमा लगेर काम गर्न राख्छु भनेर लगेको छ। त्यो दिनदेखि यही घरमा काम गरिरहेको छ सञ्जय दाइ। ए भनेपछि सुन्तलीको भाउजूले सुन्तलीलाई त्यसरी पिटेछ? हो नि सञ्जय दाइ, सुन्तले त्यो घरमा धेरै दुःख पाएको थिए। अब सुन्तले सुख पाउँछ र त्यसको दाइ र भाउजूले चाहिँ एकदम तडपिनेछ। अब त्यसको दाजु भाउजू एकदम तडपिनेछ। ए हो र, त्यसलाई अब दुःख पाउँदो थियो। ठिक छ, त्यस्तोले दुःख भएको राम्रै हो। म त खेतमा पानी ल्याउन जान लाग्यो। पछि भेटौँला है भाइ। सिर्जना के गरे कि बारीमा? हेर्न तरकारी खानलाई कसी खोजिरहेको। खोज्दै बस। तैँले मलाई सुन्तलीलाई खोज्न भनेको थिइस् नि। सुन्तली त त्यो सागरको घरमा काम गर्न बसेकी रहेछ। हँ, सागरको घरमा काम पो गर्न बसेकी छ? हो नि, त्यो काम गर्नै बसेकी हो। अब त्यो नोकर्नी बनेर काम गर्छ कि साउनी बनेर काम गर्छ त्यो त मलाई थाहा छैन। अनि तैँले सागरकै घरमा गएर थाहा पाएको हो कि अरूको मुखबाट सुनेको? हुन त म सागरको घरमा गएको होइन, तर सागरको घरमा गएको मान्छेको मुखबाट सुनेको मैले। अनि अब तिमीहरू सुन्तलीलाई लिन जान्छौ कि उहीँ राख्छौ? किन जानु पर्यो म त्यसलाई लिन? म त खुसी छु त्यो अर्काको घरमा काम गरेर। अझ होटेलमा काम गरेको भए अझ खुसी हुन्थेँ। म जाँदिनँ त्यसलाई लिन। तिमीहरूकै इच्छा गर। जानु मन लाग्छ भने जाऊ, जानु मन लाग्छेन भने नजाऊ। म त अघि नै आउँछु भनेको थिएँ, आफै खोजिदिनु भन्छौ अनि अहिले खोजिदिएपछि जानै मान्दैनौ। के हो तिमीहरूको कुरा? म बुझ्दैन। गएँ म। क्या गजबको खबर सुनाए यसले। मैले जे चाहेको थिएँ त्यही नै भयो। अब यो फर्सीको मुन्टा के टिपेर बस्नु? अब मलाई त मासु भात खाए जस्तै भइहाल्यो। त्यो मोहनलाई अब खबर गर्नुपर्ने। सञ्जय भाइ हो न? हेलो, के भनिरह? तेरो बहिनी सागरले उडाइसक्यो। म यो के सुन्दैछु? जे सुनिस् सही सुनिस्।
तेरो बहिनी सागरले उडाइसक्यो। भयो, अब यो भन्दा बढी कुरा म सुन्दिनँ। आजबाट त म यो घरमा काम गर्न बसेकी छु। उता ताई भाउजूले मलाई खोज्नु भएको छ कि छैन होला। यो घरमा काम पाउनु नै मेरो भाग्यको कुरा हो। स्वर्गबाट पनि बा आमाले मलाई आशीर्वाद दिइरहनु भएको होला। यहाँ सोचेर बसेर मात्र पनि के गर्नु, काम पनि आफूलाई केही थाहा छैन, गोर्खीर गएर भने नि काम गर्नु पर्यो। सुन्तली, तिमी यहाँ एक्लै किन बसिरहेको? के काम छ गर्दै गर है। म एकछिन उता जानेको काम छ, त्यहाँ गएर आउँछु। तिमी पनि अहिले आउनुपर्छ है त्यहाँ। मलाई त केही काम हराएको छैन, मैले के चाहिँ काम गर्ने होला त। तिमी यहाँ एकछिन बस्दै गर, म माला र सिन्दुर लिएर आउँछु है। सागर, आजदेखि त म हजुरकै भएँ। तर के गर्नु, हजुरको घरको नजरमा म सधैँभरि नोकर्नीकै होला। कसले भन्छ तिमीलाई नोकर्नी? मैले बिहे गरेर लगिसकेपछि तिमी त्यो घरको बुहारी हो। मेरो बहिनीको बिहे यो सागरसँग कसरी? म यो हेर्न सक्दिनँ, म यो हेर्न सक्दिनँ। नमस्कार, म सुन्तली सिरियलकी सुन्तली अथवा सृष्टि सुन्दास। नमस्कार, म चाहिँ सुन्तलीको भाउजू र कलाकार सृजना बस्नेत। हजुरहरूलाई हाम्रो सुन्तली सिरियल कस्तो लाग्दैछ त? हजुरहरूलाई मनमा लागेको प्रतिक्रिया कमेन्ट गर्न नबिर्सिनु होला। हाम्रो सुन्तली सिरियल प्रत्येक हप्ताको आइतबार आउँछ। आइतबार मात्रै होइन, आइतबार बेलुका 8 बजे सागर तामाङ अफिसियल च्यानलमा हेर्न नभुल्नु होला। हजुरहरूको प्रतीक्षाको पर्खाइमा छौँ हामी।